किन धुनु होइन, धेरै मुख धुनु हुँदैन अरे। रेडी भइसक्यो टुङटुङ धुनु। यस्तोमा सुई हान्छ है। मुखभन्दा ठुलो अहिले नै धेरै खायो होला सबभन्दा। हामी चाहिँ अब कफी खान झगेले चाहिँ पछाडिको अगाडिको धन्यवाद तिमीलाई। हेलो वेलकम ब्याक टु रेखा राई भ्लग्समा लङ टाइम पछि। अनि हामी कहाँ गएको, कहाँ जानु, कहाँ हिँड्दैछौँ भनेर मैले भनिराख्नै पर्दैन, किनकि आप लोग को पता चल गया। आज चाहिँ मेरो म काम गएको थिएन होइन, अनि त्यही हो हाम्रो म्यानेजरहरूले चाहिँ आज हामीलाई होइन हाम्रो ग्रुपलाई चाहिँ सामगेप्साल खानको लागि लग्नु आँटेको छ। त्यो चाहिँ अस्तिबाटै भन्नुभएको उनीहरूले। चल्ला हुर्काउने काम हो नि त, अनि चल्ला आएको थियो अस्ति। त्यो चल्लाको काम सकेपछि तिमीहरूलाई पार्टी सामगेप्सालको भनेको थियो होइन। अनि अब 6 बजी जाने अरे। त्यही हो, अब चाहिँ म रेडी हुन्छु है त। तर लास्टै अल्छी पनि लागिरहेको थियो, दिनभरि रुममै सुतेर बसेर होला कि यस्तो मलाई यस्तो अल्छी शरीर देखिराख्नु भएको छ है। ल अब म रेडी हुन्छु है त। म रेडी भएर फेरि आउने छु। म चाहिँ होइन गाइस, मुख चाहिँ धुँदिनँ, म मुख चाहिँ धुँदिनँ होइन। यतिकै टिस्युले पुछेर यहीमाथि क्रिम लगाउने छु है त। म त्यति किन धुनु होइन, धेरै मुख धुनु हुँदैन, किन धुनु होइन, धेरै मुख धुनु हुँदैन अरे कि। म टिस्युले पुछ यस्तो गरेर पुछ्यो भने हुन्छ कि। ल अब म क्रिम लाउँछु यही माथि। गाइज मेरो मेकअप चाहिँ भइसक्यो। कस्तो लाग्यो त मलाई। त्यस्तो धेरै हेभी मेकअप पनि गर्दिनँ, हल्का सिम्पल नै हो। मात्र 5 मिनट लाग्छ मलाई मेकअप गर्नलाई होइन। अब ड्रेस लगाउँछु। कस्तो लाग्यो त कमेन्ट अरे के। गाइस होइन 3 चोटि भइसक्यो यार यो भिडियो गरेको होइन। अघि उता गऱ्यो, फर्स्टमा गऱ्यो मोबाइल पल्ट्यो, सेकेन्ड चोटि गरेको डरले क्यामेरै छोपिएछ होइन। अब चाहिँ स्ट्यान्डमै राखेर गरेको। अनि होइन मैले अघि भनेको थिएँ नि त म रेडी भएर तपाईँहरूलाई देखाउँछु भनेर। फाइनली म चाहिँ रेडी भइसक्यो टुङटुङ। अनि रञ्जना देखाइदेऊ, रञ्जना आउन यता फर्कन। पिङ्कीमा छ ऊ चाहिँ, पिङ्की। म कपाललाई करे होइन भर्खर नुहाएको गाइज होइन। अनि यहाँ सनस्क्रिम लाउनु पर्यो, मोइस्चराइजर लाउनु पर्यो, मेकअप गर्नु चाहिँ आउँदैन। अनि म चाहिँ होइन कपाल बाँध्न जान्छु नि, मेरो कपाल झरिसके। खासमा चाहिँ म कपाल खासै बाँध्ने गर्दिनँ कि। मलाई चाहिँ यो बाँध्दाखेरि चाहिँ मेरो लुक चाहिँ आउँछ कि, सानो आउने कि एकदमै। खोइ कस्तो कस्तो सुहाउँदै सुहाउँदैन। त्यही भएर म चाहिँ छोड्ने गर्छु। तर जहिले के छोड्नु भनेर होइन, अलिकति लुक चेन्ज गरौँ भन्छु। फेरि पनि मलाई चाहिँ छोड्ने बानी भएर छाउनै मन लाग्छ। अब कपाल बाँध्छु कि छोड्छु थाहा छैन गाइस, तपाईँहरूले देख्नु नै हुनेछ अहिले है। यति नै भन्दै म अहिलेलाई यही चाहन्छु, 2 शब्दलाई यही टुङ्गाउन चाहन्छु। झापझिप सबै आइसक्यो, यहाँनिर 2जना केटीहरू आउने बाँकी छिन्। सबभन्दा पहिलो रेडी भएको चाहिँ म हो, त्यसपछि केटीहरू आइसक्यो। हामी चाहिँ यति बेला हस्पिटल आएको अवस्था। अहिलेको अवस्थामा चाहिँ छैन, अबको अगाडिको दिनको अवस्थामा चाहिँ बिरामी फेरि। उसको काम भइसक्यो, केटी लागिसक्यो। हामी बस्ने बसेको। अब यिनी जान्छन् फार्मेसी। म यहाँनिर स्ट्रबेरीको मात्र रहेछ कि। मलाई चाहिँ यो निभियाको लास्ट मनपर्छ गाई छैन, तर स्ट्रबेरी फ्लेभरको मात्र रहेछ कि। स्ट्रबेरी फ्लेभरको मात्रै। मलाई चाहिँ चेरीको मनपर्छ नि त फेरि खासमा।
कपडा किन्नु पसेको थियो अनि आस्यो ओइ उसको बुढा हो त्यो अनि तपाईँहरूलाई म नि के कुरा भन्न आँटेको भने कोरियामा चाहिँ यस्तोमा सुई हान्छ है चाकमा पनि हान्छ पछाडिबाट ब्याक क्यामेराबाट देखाउनु पर्यो कि यो चाहिँ सुई हानेको है गाई चाहिँ अस्ति चाहिँ यहाँ 5-6वटा हानेको थियो आज बल्ल एउटा आज चाहिँ धन्न एउटा ए यहाँ हेर्नु सक्नुहुन्छ आमा यहाँ हेर्नु सक्नुहुन्छ रङ्गिन छ नि चङ्गी जिन्दगी त रङ्गी चङ्गी नै छ सुईले पाखुरा पनि लाग्यो यार 4-5वटा तर सुई होइन के भन्छ त्यसलाई चाहिँ नेपालीमा टाका के भन्छ त्यसलाई खै के हो सुई त्यस्तै अलिअलि सियोले घोचेको जस्तै हुन्छ अरे होइन टिक 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 गरेर लाउने हो त्यो चाहिँ है छिरिम पर्खाइमा छौँ हामीहरू बाटो खोलिने पर्खाइमा खोलियो कुदुम छोटछोटी हिँड्नुपर्छ के गाइस फेरि नम्बर गइहाल्छ मिनट सुरु नभइकन बाटो क्रस गरिसक्यो के खतरा हो हामीहरू यतिको चाहिँ हुनु पर्यो क्या होइन यतिको चाहिँ हुनु पर्यो जोस जाँगर अनि हाम्रो आदि ग्रुपहरू चाहिँ अघि गइसकेको छ अनि आदि ग्रुप गइसकेको छ हामी चाहिँ हस्पिटल जाने भएर ढिलो भएको हाम्रो ग्रुप पुगेर खानु थाल्यो कि थाहा भएन सुरुवात पर्खिरहेछ होला त सुरु भइसक्यो होला अब हामी जति टक्क खाने बेला हुनु अरे क्या झ्याम लगाएर खाइदिनु भने त्यसपछि फर्केर हेरिन्छ भोलि यार अगाडिको मान्छेले ओइ चलेन पसल उठाउनु आँटिसक्यो गाइस यहाँ यार ओइ उमसँग धेरै नाङ्गो भइसक्यो त कपालहरू पसल त भेलु चाहिँ अगाडिको भेलुनी चाहिँ पछाडिको भेलु चाहिँ पछाडिको अगाडिको चाहिँ भेलुनी माई मिस्टेक हाम्रो कोरियाको भेलु र भेलुनी हो है आमाम जोडा त खतरा मिलेछ त खतरा मिलेछ यार हाइट फाइट सब मिलेछ खूब टल्किरहेको त नेल पलिस हिजो पनि लगाएको हाम्रो ग्रुप चाहिँ ऊ त्यहाँनिर छ धमाधम सुरु गर्दैछ खानालाई गाई त आज त पुरै धमाधम खाइरहेको छन् गाइजहरूले साथीहरू हाम्रो सामगेप्सल पार्टी चाहिँ एकदमै रमाइलो तरिकाले भइरहेछ अनि यहाँ चाहिँ धेरै बाहिरको साउन्डहरू आएर चाहिँ मैले त्यो साउन्डलाई चाहिँ हल्का लो गरेर ओभर भोइस गरेको है अनि हाम्रो मासु पनि पाकिरहेछ खाइ पनि राखेको छौँ होइन मैले चाहिँ यति धेरै सामगेप्सल खाएँ नि मलाई चाहिँ लास्टै गाह्रो पनि भइरहेको थियो कि अनि यहाँनिर केटीहरू खै के गफ गरिरहेछ है अनि यहाँ हामी के गफ गरिरहेछ थाहा छैन ल यसरी नै हाम्रो पार्टी चाहिँ रमाइलो भइरहेछ अलि यता आउनु दुईजना देख्नु पऱ्यो मात्रै बनाइदेऊ आशा सिस्टर मिठो छ उसको नाम
भनिदेऊ न हेलो गाइज, यहाँ चाहिँ रेखा सिस्टरले चाहिँ खाँदै हुनुहुन्छ। तपाईँहरू राम्रोसँग हेर्नु होला। मभन्दा ठुलो गाई घाँस अहिले मभन्दा ठुलो गाई भैँसी हो, भैँसी। सबैजना यता हुनुहुन्छ। यो चाहिँ सुँगुरको साब्रा हो गाइज, साब्रा साब्रा यस्तो मिठो हुन्छ कि हाम्रो म्यानेजर र म्यानेजर नि है बेलुका सल्लाह क्या बुझ्यो होला हौ बाबा आमाले के बोल्यो बुढोले चाहिँ भिडियो गर्दैछ भनेर थाहा पायो क्या जुरुकै उठेर हिँड्यो त गाई हामीले चाहिँ खाइसक्यो होइन म चाहिँ अहिले चाहिँ आइसक्रिम खाँदैछु म त मिठो छ म भिडियो बनाएँ तिनजना छक्का परेँ म यसो गरेर भिडियो बनाउने उनीहरू दुईजना यसो तिनजना हेरिरहेको छु क्या छक्का परेर मलाई धेरै छक्कै परिरहेको छ मैले यो यत्रो धेरैमा होइन मैले नै धेरै खाएँ होला यो सबभन्दा मासु पनि जे जुन खाएकै छ सबैजना हेरेको छैन म खाएकै सानो म हो होइन सानो म हेरेन कविता अझै मभन्दा सानो नि सेकेन्ड नम्बरको सानो हो तर खुवाइ चाहिँ मेरो धेरै अझै चिसो छोडेको छैन कता साफ गरेँ यार दुई चोकटा छ सानो सानो होइन यहाँ अबको हालत चाहिँ नाजुक भएको छ गम्भीर अवस्थामा पुग्न आँटेछ म दुईजना चाहिँ मलाई धेरै छक्कै परेछ क्या मासु खाएको धेरै बुढाबुढी हो हाम्रो कम्पनीको काम राम्रो छ है आजतिर अनि दुईजना केटीहरू आफ्नै धुनमा छन् यहाँनिर नयाँ कपल्स अरे सब आफ्नो आफ्नो धुनमा छ आफ्नै धुनमा सब मोबाइल छुने मात्रै छ म मात्रै यहाँनिर भिडियो बनाउने सब अब चाहिँ हाम्रो खाइसक्यो होइन अब चाहिँ बाटो लाग्छौँ आज चाहिँ हाम्रो म्यानेजर चाहिँ अगाडि बाटो लागिसक्यो अब हाम्रो पछाडि ल मलाई छोडेर सबैले खाइसक्यो म चाहिँ सबभन्दा लास्टमा एक ज्याकेट पनि एउटा लगाएर अब म्यानेजर साहबले चाहिँ हिसाब किताब गरेर आउँछ घर लाग्यौँ है अनि आजसी लाग्यो अनि खासै आजसी बाई बाई अनि बाई बाई केटीहरू सब गाडीमा पसिसक्यो सबभन्दा पछाडि म आजसी हामी चाहिँ गाडीभित्र बसेर अब हाम्रो घरतर्फ लाग्यो अरे भैयाजी के हो यार गाडी जान्छ होला के हो कुरो गम्भीर छ आज हामी चाहिँ कफी खानु पो लाग्नु आँटेको हो कि के हो यत्रो मासु भात के खायो होइन आज कफी खाने हो भनेर क्वेसन आएको छ अब यसमा चाहिँ खाने भनेर केटीहरूले चाहिँ प्रश्न उत्तर दिइसकेको छ तर हामी चाहिँ कफी खानु गएको होला फेरि हामी चाहिँ अब कफी खान झर्नु लागेको हामी चाहिँ गाई छैन कफी खानुलाई झर्यौँ के हो आज त पुरै केटीहरू अघि पसिसक्यो लाइन छ क्या लाइन कुन कफी खाने भनेर चुच गर्दैछ
टक्क लगाएर अब हामी कफी खान लगाएको गाई बुढी मात्र तर आज मातेछ अरे लास्टै लागेको हो र खम्बे खानेमा त तान्ने ल्याएछ क्या हामीलाई त सबै त ल्याइदिनु पर्यो तिमीलाई गाइस यो चाहिँ हो मासु पचाउने कफी मेरो अनुहार जत्रो रहेछ यार यो ग्लास खाँदै जानु गाडीमा भन्छ है अब यत्रो कफी छ कसरी खाँदै जानु होला बर्बादको जिन्दगी यार छर्लङ छर्लङ गर्दै जानु होला ओइ मलाई पनि एउटा पाइप बोकिदेऊ न यार ऊ त मलाई के हुन्छ खोलेर हालिदिन्छ कि के गरिदिन्छ यार क्यामेरा पक्रिरहेछ धन्यवाद तिमीलाई कपाल कपाल कविता कपाल मेरै कपाल होला मेरै होला अघि हो ल अब हामी चाहिँ नि यसरी गाडीमा नि खाँदै जाने हो यो चाहिँ होइन है खासमा हामीले यो पाइप अघि पाउनु पर्ने तर केही छैन चढ चढ केटाकेटी हो पल्ली पल्ली टक्क लगाएर सिधै यात्रा हो घरसम्मको अब कतै हामी जाँदैनौँ यता उधार कहीँ जाँदैनौँ सिधै रुममा जान्छौँ हाम्रो गेटमै पुगिसक्यौँ हाम्रो थेक्बे पनि साथमा लगेर हिँडेको हामीले ए केटीहरूलाई त रुमसम्मै पुऱ्याइदियो ओए बाई 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 साथी बाई बाई गर्दै जाऊ यार मैले भेटौँ न ल मनु बाई 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 ल लगाएर जाऊ कल मिलेंगे हम सब निंदा पूजांगे हामी चाहिँ फाइनली पुगिसक्यो हो सबै यहाँ होला लाइट बालो त बाई बाई कल मिलेंगे बाई बाई गाइस हामी फाइनली घर आइपुग्यो यहाँनिर मोबाइल बोक्ने अवस्था पनि छैन एउटा कार्टुन एउटा कफी ल गाइस आजको भिडियो यतिसम्मै हामी फेरि भेट्नेछौँ है कस्तो एकछिन नबसेर कस्तो बनाएको एकछिन रुम छोडेर गयो भने चाहिँ रुममा हल्का नमिठो खालको बास्ना आउँछ कि गाइस ल बाई बाई सी यू सून नेक्स्ट भिडियोमा बाई बाई